भुन्टीले आफ्नो गहना बेचेर पैसा दिई अनि अहिले मलाई चाहिँदा चाहिँ तिमीहरू दिन सक्दैनौ? बहिनीसँग त गरगहना थियो र पो बेचेर दिन ज्वाइँ साहब। मसँग के छ र? किन छैन? किन छैन? गाउँमा 2-4 सुरका जग्गा थियो त, त्यही बेचेर भए पनि आमाको उपचार गर्नु पर्दैन? मेरी बुढीलाई किन गहना बेच्न लायो हो तिमीहरूले? आमाको उपचार गरा हुँदा त्यही जग्गा बेचे भए भइहाल्थ्यो नि। बेच्ने थिए ज्वाइँ साहब, जे बेच्नु परे पनि बेच्ने थिएँ। तर के गर्नु, भन्ने बित्तिकै बिक्दैन। यो कुराले गर्दाखेरि मेरी बहिनीलाई तनाव दिने काम नगर्नु होला है ज्वाइँ साहब। बल्ल बल्ल बहिनी खुसी भएकी छिन्। मेरी बहिनीलाई तनाव दिने रुवाउने काम नगर्नु होला, बिन्ती छ। यदि बहिनीको खुसी चाहने हो भने मेरी बुढीलाई फकै फकै तिमीले जुन गहना बेचेर पैसा चलायौ नि, हो त्यो पैसा आजै फिर्ता गर, त्यसमै सबै कुरा मिल्छ। त्यहाँ को आएर बसेको छ देखि? को आएर बसेको छ त्यहाँ? पैसा लिनलाई मान्छे घरमा आएको छ अनि मेरो गहना बेचेर पैसा चलाउने मैले फोन गर्दाखेरि तिमीलाई यत्रो आपत्ति? ए प्रभु, तपाईले किन कुरा नबुझ्नु भएको? तपाईको गहना मेरो दाइले बेच्नु भएको होइन। समस्या भएको भएर मैले बेचेकी हुँ। पैसा त चलाएको हो नि त तिम्रो दाइले? चलाएको हो त, अहिले छैन नि त उहाँसँग। भए त उहाँले के तपाईका यत्रा वचन सुनेर भन्नुहुन्थ्यो र पैसा ल्याएर तिर्दिहाल्नुहुन्थ्यो। मलाई पनि त आफ्ना श्रीमानलाई यस्ता टेन्सन राख्ने रहर त छैन होला। मैले नि केही न केही त विचार हट्यो होला। मलाई तपाईँलाई भन्दा बढी टेन्सन भइन्छ, तर तपाईँ कुरै बुझ्नुहुन्न। हुन्छ तिमीलाई टेन्सन, एक वचन सोध्नु छैन? जे मन लाग्यो त्यही गरेको छ। यहाँ मान्छे घरमा पैसा लिन आएको छ, आफूसँग एक पैसा छैन, हल्ला गरेर बेच्दा भइसक्यो। सारा छिमेकीले कान ठाड पारिरहेको होला अनि मलाई चाहिँ टेन्सन भएको छैन। बुढाको यत्रो बेइज्जत भएको केही थाहा छैन? उसको माइतले एकल फोन गर्दाखेरि यत्रो टाउको दुखाइ बसेको नभएको ल भयो, म तिमीहरू दुईजनाको बहस सुन्न आएको होइन यहाँ। मलाई पैसा चाहियो, छिटो भन्दा छिटो चाहियो। उहाँ हस्पिटलबाट फोन आएकै छ। हुरुका पैसा चाहियो भने कान सुन्दैनौ? सुन्यौ? सुन्यौ होइन तिमीले? अब सबैको जिम्मा हजुरै लिनुहोस्। हजुरले मिलाउनुहोस् यो सबै कुरा। यदि हजुरले सक्नु भएन भने हजुरको दाइ महाराजाले भनेर यो सबै मिलाउनु लगाउनुहोस्। उहाँले मिलाउनुहुन्छ, उहाँ सब कुरा गर्नुहोस्। संसारमा छँदै छैनन्। मेरो बुढालाई टेन्सन दिन हुँदैन प्रभु भनेर हातै जोड्थ्यौ, अनि तिम्रा बुढा त तिमीलाई तनाव दिनलाई कुनै कसुरै छोड्दा रहेनछन् त। यस्ता राक्षस बुढाको लागि किन यति जातिविधि मर्न खोजेकी छौ? ल हेर त रोको, भयो अब नरौ। म तिम्रो बुढासँग गएर कुरा गर्छु। गाडीले हान्ने तिम्रो बुढा, बेकारमा तिमीसँग आएर बाजेर के फाइदा मलाई? म गएँ, अब धेरै रोएर नबसा। Bhunti, powered by Berger Silk and Dish Home Internet. Special partner, Godrej Good Night. मान्छे तना भइरहेको बेलामा तना माथि तना थपेर काम नगर्नुहोस्। तपाईँ जानुहोस्, मेरो बुढी र मेरो बुढीको दाइसँग माग्नुहोस् पैसा लिएर अनि हस्पिटलमा गएर तपाईँ बुढा लिएर घर।
hello guys, welcome back to my new Bunty episode. सबैजना चाहिँ आरामै हुनुहुन्छ होला। भुन्टी भाग चाहिँ किन आएन भन्दाखेरि अब चाहिँ मैले यो एपिसोडमा भन्न जाँदैछु भुन्टी भाग किन आएन, त्यस कारणले आएन भनेर मैले चाहिँ भन्न जाँदैछु। भुन्टी किन आएन भन्दाखेरि सबले थाहा पाइसक्नुभयो होला, आन्दोलन चलिरहेको छ। जेनजीको आन्दोलनले गर्दा नै भुन्टी सिरियल आउन नपाएको अवस्था हो साथीहरू। अहिले चाहिँ जेनजी आन्दोलन धेरै नै भइसकेको छ साथीहरू। कतिपय दरबारहरू पनि चलिसकेका छन् र धेरै नै नाजुक अवस्था आइसकेको छ नेपालको। अब नेपाल सुध्रिन्छ भनेका छन् र प्रधानमन्त्री पनि चेन्ज गरिसकेका छन्। केपी ओलीले सबले राजीनामा दिइसकेका छन्। अब नेपाल सुध्रिन्छ भन्ने आश छ साथीहरू। अब के हुन्छ होला, सबैजनाले हेरिदिनु होला र यो च्यानललाई लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अब के नेपाल के कस्तो हुन्छ होला त। अब सबै जेनजी युवाहरूले तोडफोड गरिसकेका छन् र अब नेपाल कतातिर जान्छ भन्ने कुरा अब म विषयतिर जान्छु। नेपाल चाहिँ साथीहरू अब चेन्ज हुन्छ होला भन्ने धेरै आशा छ। जेनजी युवाहरूले पनि गर्छन् होला अब। र प्रधानमन्त्री पनि हाम्रो सुशीला कार्की म्याम भइसक्नु भएको छ र अब 6 महिनाको लागि मात्र हुनुभएको र त्यसपछि फेरि वैशाखमा चुनाव हुने भनेर रहेको छ। अब के हुन्छ होला। वैशाखको चुनावमा चाहिँ बालेन शाह पनि हुन सक्नुहुन्छ र अरू जो पनि हुन सक्नुहुन्छ। भोट कसको आउँछ र अब नेपाल जनताले गराउँछन्। सिंहदरबार जस्ता सर्वोच्च अदालत, नेपाल राष्ट्रिय बैङ्क सबमा आगो लागिसकेको छ र सबै ध्वस्त भइसकेका छन्। र पुलिसहरूले सबले हेड पाइसकेका छन् साथीहरू। किनभने पुलिसले गोली चलाइसकेका थिए नि त। पुलिसको पनि आदेशअनुसार गोली चलाएका हुन् साथीहरू। तर पुलिसले चाहिँ ताकी गोली चलाएका कारण पुलिसले अहिले त्यस्तो भइसकेको छ। पुलिसलाई पनि अब पक्कै पनि साथीहरू नेपालमा के चेन्ज आउँछ भनेर नै यस्तो सब थोक गर्न पुगेका हुन्। र नेपालका मानिसहरू सबैले झन् भ्रष्टाचार भइसकेको छ। झन् नेपालमा झन् सबै बलात्कारी चोरीहरू झन् सब जेलबाट फुस्किसकेका छन् र कतिपयलाई त पगडी पनि सकेका छन् र सोरुमबाट पनि त्यस्तै बाइक चोरी भइसकेका छन् साथीहरू। बिलबुक लाइसेन्स नभएर नै सबले चोरी गरिदिइसकेका छन् साथीहरू। अब किन त्यस्तो गर्छन्? नेपाल राम्रोतिर जाने हो कि नराम्रोतिर जाने हो साथीहरू? राजा बस्ने घर सिंह राजदरबार पनि पुरै ध्वस्त भइसकेको छ। खरानी भइसकेको छ साथीहरू। कसले बनायो त त्यस्तो खरानी बुझ्नलाई चाहिँ अब मेरो यो एपिसोड सबै ध्यान दिएर सुन्नु होला। अस्ति सेप्टेम्बर 8मा जेनजीको आन्दोलन थियो साथीहरू। त्यो दिनमा मात्र 20 जना युवाहरूलाई गोली लगाएर आफ्नो ज्यान गुमाएका छन् र शहीदको रूपमा सब चिनिएका छन्। त्यस्तो गोली प्रहार गरेका थिए नेपाल पुलिसले। किन गरे त गोली प्रहार किन गरे भन्दाखेरि भित्रबाट आदेश आइसकेको थियो। अति नै भइसक्यो भएर गोली प्रहार गर भनेर आदेश आइसकेपछि नेपाल पुलिसले पनि गोली प्रहार गर्न बाध्य भइसकेका थिए। र अब यस्तै हो साथीहरू। नेपाल अब कतातिर जान्छ, अब चेन्ज होला भन्ने आश छ। तर अब युवाहरूले के गर्छन्? बिगारे पनि युवाले, अब बचाउने पनि युवा नै हुने हुन्। तर अब सब एकजुट भएर लाग्नुपर्छ साथीहरू। सबले आफ्नो टोललाई विकास गर्नुपर्छ र राम्रो योगदान गर्नुपर्छ। सबै नेताहरूको घर पनि जलाइयो साथीहरू। अब युवाहरूको घर जलाइयो साथीहरू। अब शान्त पनि पाइएको होला नेपालमा। अब यस्तै साथीहरू त्यही भएर यही आन्दोलनले गर्दा भुन्टी भाग आउन नपाएको साथीहरू। किनभने युट्युब पनि सबै ब्यान गरिदिएको थियो केपी ओलीले र अहिले युट्युब पनि सब खोलिसकेको छ र सब अनब्यान पनि गरिसकेको छ।
र अब सायद अर्को मङ्गलबारदेखि भुटी बाघ आउँछ र सबैजनाले माया गरिदिनु होला र मेरो च्यानलमा यस्तै भिडियो मन पराउनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला र आजको एपिसोड यही भनेर बन्द गर्न चाहन्छु र भुन्टीको एपिसोड अर्को मङ्गलबारदेखि आउनेछ र सबैले ध्यान दिएर हेरिदिनु होला र आजको भिडियो यति नै। हस्त धन्यवाद।